लामो कपाल जानेवाला छ। हेलो एन्ड वेलकम। कपाल काटेको भ्लग आज मेरो। कपाल काट्नु साथी यहाँ हाम्रो बाल लम्बा छ नि यहाँ। के लामो कपाल जाने भयो। अच्छा काटिन्छ कपाल है। रेस्ट चाहिँ कपाल काट्नु जाने। स्पेसिफिक काट्ने कपाल सही भयो कपाल काटेर खास धुनुमा 25 दे न राम्रो रिकार्ड है हुन्छ। बिग्रेला फेरि बिग्रियो भने त गाह्रो हुन्छ। कपाल काट्दैछ होइन। लास्टमा हेरौँ कस्तो काट्छ रहेछ। राम्रो काट्छ भने यहाँ नजिकै छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। यही दाइले काट्छ है। मान्छे नि हिरो छ। अब पो गरे नि हुन्छ है। अहिले लास्टमा देखाइ गरे नि हुन्छ। कपाल काटियो फाइनली होइन। कस्तो देखा नेटना बजारमा रोएसले नि काटेको छ कपाल यहाँनिर होइन। मेरो कालमा हेलमेट लगाउनु नि मिल्दैन। अब टप यस्तो गर्ने ज्याकेट हातमा बोक्ने या पछाडि बाँध्ने होइन। अनि त्यसपछि टक्क बाइक ठेल्दै लिएर जाने। त्यही त जस्तो लागिरहेछ। अब हामी चाहिँ यहाँ के गर्नु निन्जा टेक्निक लगाएर रहेछ कपाल काटेछ लाउन मिल्दैन। अब बाइक ठेल्ने हो जाने हो। ट्राफिक छ अगाडि त भिडियोमा हेर्ने त ट्राफिकहरू त्यहाँ ठेलेर जान्छु त। बोक्नु तिमी हाल्नुपर्छ कि चाबी ब्यागमा छ कि ब्यागमा कि ज्याकेट लाउनु तिमी ज्याकेट एउटा ज्याकेट लाउँदैन। तिम्रो भुवा बस्दैन नि त त्यो कपाल बस्दैन। लगाउनु यतिमै अहिले उतादेखि जसकै जानै पर्छ। सक्छ त एक्लै गर्ने हो। के भन्ने रे ढकाल किन ढकाल्यो भन्यो भने ऐसा दिन भी आता है। देखो बस पार्क में कैसा हालात हो रहा है।
म अगाडि जाउँ होइन ऊ त्यो कटेर चढाउँ न हाम्रो एउटा निन्जा टेक्निक ल मामा नि छैन रहेछ भान्जा नि छैन रहेछ अब चाहिँ हामी गइदिउँ होइन त ल भयो खै म एउटा निन्जा टेक्निक देखाउँछु ल अब चढ न अब जाउँ भागिहाल्नु कता हिँड्ने अब जाउँ निन्जा टेक्निक यस्तो छ हाम्रो निन्जा टेक्निक होइन निन्जा टेक्निक अघि त त्यहाँ मामा ठुलो समाज छ त्यसरी हिँड्नुपर्छ तर तपाईँहरू यस्तो नगर्नु होला ट्राफिक नियमको पालना गर्नु होला यता चाहिँ ट्राफिक छैन त्यही भएर ट्राफिक नगरेको कपाल पनि काटियो फाइनली होइन कस्तो देखिरहेछ कमेन्ट गरिदिनु होला ल अहिले नआउने बेलामा नआएर भेटौँला कस्तो देखाएर कस्तो देखाएर चल्ला पनि के हो यार के हो यस्तो मेरो पैसा जता झरे यार कस्तो जस्तो भनिदिनु पऱ्यो है त त्यहीँ छ चाबी हेलमेटमा तिमी के गर्ने बस्ने कि ल बेना कस्तो छ भनिदिनु मलाई अनुहारै हेर्दै अनुहार नपरे भएर टोकेर टोक्यो होइन खै यो चाँडै फुस्किन्छ रोएस तिम्रो भान्जा मामा खै यता आएर त अब खाँदा त झन् सेम मामा ठ्याक्कै ओइ हेर न त्यो खानेकुरा त बोकेर छिटो सेही पन्जालले खाँदैन यार पाले बन्द गर न त्यो यार क्यामेरा यार बन्द गर न क्यामेरा क्यामेरा बन्द गर चला पर्दैन एक वर्षपछि घरमा आइसक्यो यसमा यो ठाउँमा एक वर्ष ठ्याक्कै आज एक वर्ष भयो यो ठाउँमा आएको हामी अस्ति नै यहाँ बसेको थियो चिया खानलाई होइन यहीँ अनि खाना खाएको चिया खाएको यहाँ यो घरमा एक वर्ष आएको एक वर्षपछि घरमा आएको छ म यही बाइक लिएर यही हेलमेट यही बाइक यहाँ पसल पनि थियो अहिले चाहिँ छैन रहेछ पसल खासै यस्तो केही छैन रहेछ चटपटे छ यहाँ तिमीहरूको घरतिरमा आइसक्यो तिमीहरू पो छैन कोही यहाँ क्रिसमस कहाँ मनाएको थियो क्रिसमस पनि यहाँ माथि मनाएको थियो जस्तो लागेको थियो अनि ऊ तल छ त्यो हजुरआमाहरूको घर एक वर्ष भयो ठ्याक्क अन्त राइस ल अहिले भेट्छु ल हामी चाहिँ होइन यहाँबाट जान लाग्यो अब रेडी पनि भइसक्यो हामी लेट्स गो बाई बाई अहिले भेटौँला यो घरमा नि आइपुग्यो यो घरमा सुतेको थियो हामी पहिला
होइन बाजे जाने सिकेकै छैन म त बजार हामीले खाजा खानु लाग्यो होइन पन्जानी कहिले आएन मैले खाजा ल्याएर टक्कर आएको क्या नयाँ हेर मेरो पन्जारमा यता चाहिँ चिया त्यहाँ खाजा ल्याउनु जानुपर्छ होइन त्यसपछि खाजा जता राख्दै नै हुन्छ त्यो अचार नै दिन ल दिदी खाएर भेट्छ खाजा पनि खायो अब चाहिँ जानियो अब कस्तो देखाएको छ कपाल काटेको छैन मैले होइन कस्तो देखाएको छ कमेन्ट हान्ने लस्सी मोमो मियार खतरा खाजा त्यसो होइन दामी देखिरहेको सिन मेरो बेस्ट आँखा झिम्काएर यहाँनिर मलाई होइन अब ल जाउँ रोइस ल हामी नपाउनुमा जाने भनेको थियो त जुत्ता किन्न जाने भनेको कहाँ किन्ने जुत्ता जुत्ता जता किन्ने नि हुन्छ है भोलि ल्याएर त पहिले भ्याउँछ कि भ्याउँदै ल ल पकामा भन्छु ल हेलो वेलकम ब्याक न्यू डे न्यू ब्लग भन्नुहुन्थ्यो न्यू डे ल हाम्रो यहाँ साथीहरू चाहिँ होइन काम गरिरहेको छ होइन ल यस्तो हाम्रो यहाँ कामहरू भइरहेको छ क्रिसमसको लागि हाम्रो भाउजू त्यहाँ आउनुहुन्छ यस्तो यस्ता सहयोगी हातहरू छन् होइन
हुनुहुन्छ अनि आज चाहिँ अमृत कार्की अनि आज हाम्रो क्रिसमसको डेकोरेसन थियो अनि यो चाहिँ हाम्रो गीत गरेको हाम्रो चाहिँ यहाँ ड्रामाको बारे कुरा हुँदैछ अनि म चाहिँ बेसी सवालहरू अब के भन्नु कसले मलाई भन्दिनँ